हाम्रो गन्तव्य स्थल यही नै हो। हर हर महादेव, हर हर महादेव। श्रद्धा र आध्यात्मिक भावनाले भरिपूर्ण यो मेरो देश सांस्कृतिक र आस्थाको सङ्ग्रहालयका रूपमा पनि लिन सकिन्छ। यो मेरो देशलाई राजनैतिक र अन्य कारणबाट ओझेलमा परे पनि प्रत्येक पाइला पाइलामा प्राकृतिक सौन्दर्यता र धार्मिक अस्तित्वका कुराहरू पाउन सक्नुहुनेछ। आब्रोह अब्रोह पार गर्दै जानुपर्ने कठिन बाटो भए तापनि पुगेपछि जिन्दगीको एउटा लक्ष्य नै पुरा भए जस्तै महसुस हुने यो पवित्र धार्मिक भूमि तथा प्राकृतिक सौन्दर्यतामा लुटपुटिँदै रहेको त्यो ठाउँमा आज तपाईँहरूलाई लिएर जाँदैछौँ र त्यो ठाउँ हो गोसाइकुण्ड। के खाएको भन न? काफल निश्चल स्वस्थ पञ्चन कति सफा छ। झोला झर्ना रहेछ एन्डी भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ भोटे कुकुरको कति वर्ष भयो दाजु यो पेसा गर्न थाल्नुभएको? धेरै भयो, 50 वर्ष भयो होला। खतरहरूले यसरी ग्यासहरू बोकेर ल्याइन्छ यहाँ भाजीहरू खतरहरूले बन्द गरेर। कहाँ लाने हो सामान? मेरो देश कता कता। गुराँसको सेतो फुल फुलेका रहेछन्। बस्नको लागि होमस्टे मकै दबाउँदै खाँदै हिँड्दै लाङटाङ हिमाली क्षेत्र अन्तर्गत देखिएको भ्यू हो। ल है आयो है, आयो दिनचरको डान्स आयो है। फुलमायाको कि साह्रै चित्त बुझेको छ सँग तैँलाई त पुरै भिलेनै जस्तो देखियो त हौ। यसको हिन्दी फिल्मको डेनी डोङड्रोप्पा जस्तो टाङ्गा हिमालहरू पहाडहरू देखिन थालिएको छ। ए यता लाङटाङ जाने बाटो रहेछ। यता चाहिँ गोसाइकुण्ड जाने बाटो रहेछ। विदेशीलाई 3000, स्टारलाई 1500, नेपालीलाई 100 रुपियाँ रहेछ। हामीलाई ल्याइरहेको छ, हानिरहेको छ, लोभाइरहेको छ। 3950 को हाइटमा छौँ। त्यसको खुसियालीमा एकचोटि निरज सर नाच्दै हुनुहुन्छ। यो चाहिँ लाङटाङ नेसनल पार्क। एकदम कालो पत्थर गया दृश्य मिटरको हाइटमा छ। डाँडाहरूमा यो मजाले लागिरहेको छ। धीरे धीरे बाटो सजायो भैरवकुण्ड स्नान गरी गोसाइकुण्डमा पूजा गरेर यहाँ एउटा मन्दिर स्थापना गरिएको रहेछ। यो रेलिङहरू 2.5 किलोमिटर छोलाङ पाटी भन्ने ठाउँमा जाँदैछु। हामी भोलि चाहिँ गोसाइकुण्ड यात्राको लागि तयारी गर्दैछौँ। हाम्रो उत्कर्षले सामानहरू प्याक गर्दैछ, नाच्दै गाउँदै उफ्रिँदै। चाइनिजमा बोल्दै नाचो खुसी भयो। गोसाइकुण्डको लागि ब्यागहरू ठिक गर्दैछौँ, पूजाको सामग्रीहरू ठिक गर्दैछौँ। हामी भोलि जाँदैछौँ गोसाइकुण्ड, दमकदेखि गोसाइकुण्डसम्मको यात्रा, लाङटाङसम्मको यात्रा। भोलि बिहानै हामी 3 बजे उठेर नै काठमाडौँको लागि तयारी गर्नेछौँ। धन्यवाद। फोटो खिच्न नक्कल पार्दैछ हाम्रो उत्कृष्टले। कसरी फोटो आउँदो रहेछ देख्यौ? साथीहरू अब हामी गोसाइकुण्ड लाङटाङ यात्राको लागि अब निस्किन तयारीमा सबै साथीभाइहरू तयार भइसकेको छौँ। हामी 5 जनाको टोली यस टोलीमा छौँ। 5 जना छौँ यस टोलीमा। यहाँ जापाली भेटनेरी अगाडि जम्मा भएर हामी अब लाग्दैछु आफ्नो बाइकहरू तयार भएर पोका पन्तेर बाँधेर। साथै हामी 3:30 बजे दमकदेखि हिँडेको थियौँ। यहाँ आइपुग्दाखेरि 5:15मा चाहिँ बरा क्षेत्र धरतीको पहिलो तीर्थस्थल बरा क्षेत्रमा आइपुग्छौँ। यहाँ कोसेको फुल आइपुगेको छु। अब हामी छिटै नै यहाँबाट प्रस्थान गर्दैछौँ।
हामी चाहिँ कोसीको पुलमा आइपुगेको छौँ। त्यो देख्दै गरेको देख्नुहुँदैछ कोसी नदी बग्दैछ बडा क्षेत्रमा। अब हामी चाहिँ कटारीमा पुगेर खाजा खाने विश्राम गर्ने एकछिन जुनमा हामी लाग्यौँ है त। यो चाहिँ लगभग 6:15मा गाईघाट छेउछाउ अब यहाँदेखि 6 किलोमिटर बाँकी छ। यहाँ आइपुग्यौँ हामी चाहिँ अब यहाँ सेतो चिया यसो मिठो चिया खाएर निन्द्रा झपझपी लागेर बिहान हिँडेको कारणले गर्दाखेरि यसो चिया खाएर एकछिन निन्द्रा हटाउने विचार गऱ्यौँ। यहाँ साथीहरू यहाँ बसिरहेका छन्। ह्यान्डसम मान्छे चाहिँ पुरै फोटो खिच्नै व्यस्त छन्। अनि उहाँ चाहिँ हाम्रो स्वस्थ एकदम बिहानलाई माया गर्ने स्वास्थ्यलाई ध्यान दिने मान्छे चाहिँ पानी पिइरहनु रहेछ। चिया पनि अब त गर्दा गर्दै चिनी बिनाको खाना खानु भइसक्नु भएछ उहाँले। उहाँ ह्यान्डसम मान्छेको चालै बेग्रै छ त्यो टक्कले सूर्योदय भर्खर भर्खर भएको छ। राम्रो दामी देखिँदैछ। यो कुन खोला पो पर्छ? कमला यो कमला हो। कति लामो छ कमला खोला। फाइनली हामी गाईघाट आइपुग्यौँ। लगभग 7:15-6 जस्तो भएको छ गाईघाट आइपुग्यौँ। गाईघाटदेखि अब हामी लाग्दैछौँ आफ्नो गन्तव्य स्थानतिर। हाम्रो यात्रा जारी छ। लगभग नेपालटार भन्ने ठाउँ आइपुग्न आँटेको छ। नेपालटारमा गएर चाहिँ खाजा खाने भयो। केटाहरू अगाडि नै पुगिसक्यो। हामी चाहिँ भित्र आएर कटारी आइपुग्यौँ। कटारीदेखि यो अब हामी सिन्धुलीको सेल्फी डाँडामा आएर एकछिन विश्राम गर्दैछौँ। त्यहाँदेखि सुन्दर रमणीय स्थानहरू देखिन्छ। हाम्रो साथीहरू फलफुल सलफुल जुसहरू खाँदै हुन्छ। सेल्फी डाँडा हावा चल्दैछ। के छ मदन दाइ? अनि खबर राम्रो छ नि यात्रा? बढीमा आइपुग्नु ल ठिकै छ। यहाँ चाहिँ अब शहीदहरूको तालिकहरू बनाइएको रहेछ। चाहिँ यहाँ फुलकोटमा बसेको यो होटलमा पातुरा होटल गेस्ट हाउसमा हामीले खाना खायौँ। अब यहाँको कार्यक्रम सकेर अब हामी खानपिनको कार्यक्रम सकेर अब हामी सक्दैछौँ फर्किने क्रममा छौँ। गुड मर्निङ। यो चाहिँ हामी रसुवा जिल्ला अन्तर्गत धुन्चे भन्ने ठाउँमा छौँ। हामी सनराइज होटलमा आएर बस्छौँ। हिजो बेलुका ढिलो आएको कारणले बाटोमा देखिएका दृश्यहरू हामीले देखाउन पाइएन। अहिले चाहिँ हामी अब बिहान यहाँ यो सनराइज होटलमा बसेर लुगा सुगाहरू पोको पस्तेर बाँधेर अब बिहान हिँड्ने हामी तर्खरमा छौँ। अब बाटोका दृश्यका राम्रो रमाइलो खालको दृश्यहरू हजुरहरूलाई प्रस्तुत गर्दै जानेछौँ। अब हामी यहाँ बिहानको यसो ब्रेकफास्ट खाएर गन्तव्यतिर प्रस्थान गर्ने तर्खरमा छौँ। ठिक छ नि दिनेश? एकदम दिनेश टङ्क छ, एकदम बढिया छ। ह्यान्डसम कुशल भाइ, हाम्रो सदाबार दाइ मदन खड्का। अब चाहिँ हामी यो सनसाइन गेस्ट हाउसमा बसेर अब हामीले गोसाइकुण्ड प्रस्थान गर्दैछौँ। यहाँ ह्यान्डसम भाइ कुशललेसँग यहाँ फोटो सेसन हुँदैछ। यो चाहिँ अब म्याप ढुक्चेदेखि गोसाइकुण्डको सम्मको रहेछ। तपाईँको
रुमाल छोडेछ मजाले सबै स्पष्टसँगले देखाइएको छ। अब चाहिँ हामी गोसाइकुण्डको लागि प्रस्थान भएको छौँ। नयाँ जोस जाँगर उमङ्ग बोकेर अब कहाँसम्म पुग्न सकिन्छ पुर्याउँछ। हेरौँ, यो चाहिँ धुन्चे बजारको सुन्दर दृश्यहरू हुन्। यो चाहिँ हामी धुन्चेदेखि अब यता हामी गोसाइकुण्डतिर लाग्यौँ। यतापट्टि लाग्दाखेरि साइडमा चाहिँ स्यापुलडासी हुँदै लाङटाङ जाने बाटो रहेछ भनेर हाम्रो यो हेन्सम भाइले जानकारी दिए। यो चाहिँ ओहो मेरो पाएछ त। यो चाहिँ ऐसेलीको बोट हो। ऐसेलु ठिक्क फल्ने बेला भएछ। पाक्न चाहिँ अलिक थोरै पाक्ने बेला भएको छैन कि क्या हो। ए ऐसेलु हेर्नुहोस् अलिक पाएको छैन। के खाएको भाइ अरे? के खाएको भन न? काफल कि ऐसेलु हो? ऐसेलु होला हौ। मिठो छ? के हो तिम्रो नाम? नियास। नियास के थरी? के हो? बिजुलीको पोल तारहरू लगेको रहेछ। बाटो यस्तो छ तपाईँको धुन्चेदेखि तपाईँको यो देउरालीसम्म भनेको चाहिँ तपाईँको त्यसो नै बाटो रहेछ। अलिकति राम्रो छ। यहाँ हिँड्नका लागि अलिकति सुविधाजनक बनाइएको रहेछ। फुलचुलहरूदेखि लिएर हाम्रो टोलीहरू हिँड्ने क्रम जारी छ। हामी चाहिँ लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतमा हामी हिँड्दैछौँ। कस्तो छ त मदन दाइ? अनि यात्रा ठिकै छ नि? यात्रा हाम्रो मिटिङ यात्रा एकदम फलदायी छ, आनन्द छ, राम्रो छ। प्राकृतिक छ, रमाएर हिँड्न पाइन्छ। चराचुरुङ्गी खोला नाला लाङटाङ नेसनल पार्कमा छु म अहिले। ल ठिक छ। खोला नाला झर्नाहरू छ। ल कोही साथीहरू चाहिँ घरमा यसो श्रीमतीहरूसँग फोन गर्न व्यस्त हुनुहुन्छ। आनन्ददायी छ जीवन। राम्रो छ। 2-4 दिनको लागि ल ठिक छ। डाँफे बाघ हाप्रे हिउँचितुवा मुनाल कस्तुरी चौका चालक चाहिँ यस क्षेत्रमा संरक्षणमा राखिएको वन्यजन्तुहरू रहेछन्। खोला तल तल मनै हर हर खोला तल तल। निश्चल स्वस्थ कञ्चन यो चाहिँ कति सफा छ पानी। हाम्रो यो मान्छेको बस्ती बिनारी टाढा जाँदाको अवस्थामा यस्तो रहन्छ प्राकृतिकले दिएको छ राम्रो। अब हामीले फोहोर मैला प्रदूषण बनाएर एकदम खराब बनाइदिएको छु। 5 महाराधिराज शाहदेव राजाको जन्मोत्सवको स्वर्ण जन्मोत्सवको उपलक्ष्यमा दसैँ हो। गर्नुहोला भनेर यो चाहिँ पुल बनाइएको रहेछ। 52 सालमा बनेको। 52 सालको 52 सालमा बनेको झुरुङ्गे पुल रहेछ यो। राजा वीरेन्द्र विक्रम शाहदेवको शुभ जन्मोत्सवको उपलक्ष्यमा यो चाहिँ हामी चाहिँ अहिले गोसाइकुण्डको यात्रामा छौँ। र यो चाहिँ गोसाइकुण्डबाट बगेर आएको पानी रहेछ। यो चाहिँ उद्गम स्थलको पानी हो। यो चाहिँ त्रिशुली खोलामा गएर निस्किने हो अथवा त्रिशुली खोला नै गोसाइकुण्डको सङ्गम स्थल रहेको छ। यहाँ फोटो सेसन हुने कार्यक्रम हुँदैछ। ह्यान्डसम हाम्रो कुशल भाइलाई जित्ने तर्खरमा हुनुहुन्छ हाम्रो दिनेश सर। यो चाहिँ ढुङ्गाबाट कुदिएको गौतम बुद्ध भगवानको मूर्ति रहेछ।
यहाँ बाटोमा तपाईँको शिव मन्दिर रहेछ। सेभ द रेड पान्डा, यो चाहिँ एकदम लोपोन्मुख जनावर भएको कारणले गर्दाखेरि यसलाई चाहिँ विश्व सम्पदाको सूचीमा वन्यजन्तु लोपोन्मुख जनावरको सूचीमा राखेको हुनाले यो क्षेत्रमा चाहिँ बढी रेड पान्डाहरू पाइने हुँदा यसलाई चाहिँ सुरक्षित राख्नको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एनजिओ आइएनजिओ सबै तर्फबाट यसलाई चाहिँ प्रयत्न गरिएको छ। यो त्रिशुली नदीमा मिसिनको लागि बगिरहेको एकछिन गोसाइकुण्डबाट आएको यो त्रिशुली नदी नै हो। यहाँ अलिक सानो देखे तापनि माथि चाहिँ ठुलो डर लाग्दछ, यति पानीले पनि माथि चाहिँ त्यस्तो ठुलो रम्दो रहेछ हो। खोला कल कल उमेर ढल ढल कस्तो राम्रो देखेको छ। यहाँ झर्ना रहेछ, गोसाइकुण्डबाट आएर गएको झर्ना। भाइ खै यहाँ न यो झर्नादेखि अलिकति तपाईँको बाटो थोरै उकालो ठाडो रहेछ, विष्णु बनाइएको रहेछ तपाईँको सिमेन्टीको। ठिकै छ त्यही पनि, घाम लागेको छ तल, गर्मी गर्मी नै भइरहेछ। त्यो सिस्नुको बिरुवा ल विभिन्न प्रकारका बोट बिरुवा वनस्पतिहरू, विभिन्न थरीका चराचुरुङ्गीहरूको चिरबिर अनि सुन्दर अनि शान्त वातावरणमा यो हिँड्नुको मजा नै अलग छ। भिर पोखरा थारा खोला नदी नाला हरियाली चराचुरुङ्गी वन्यजन्तुको साथमा हिँड्नुको बेग्लै स्वर्ग बेग्लै आनन्द छ। ठुल्ठुला सल्लाहको रुखहरू लाली गुराँसको बिरुवाहरूसँग लुकामारी गर्दै खेल्दै हामी आफ्नो गन्तव्य स्थलतिर लागिरहेका छौँ। यहाँ पर्यटकलाई हेर्नको लागि अथवा दर्शनार्थीलाई हेर्नको लागि भनेर यहाँको कोषले सिमेन्टीको तपाईँको लिस्नुहरू बनाइएको रहेछ, सजिलो पारिएको रहेछ, हेर्नको लागि सहज छ अहिलेसम्म। फाइनल्ली हामी अब क्यान्डी भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ सिर्जना होटल एन्ड लज छन्। हामी 9:30 बजे लगभग हिँडेको थियौँ। 2.5 घन्टाको यात्रामा बस्दै 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 एकदम हामी रमाइलो गर्दै बस्दै आउँदा चाहिँ त्यो क्यान्डी भन्ने ठाउँमा आइपुग्यो। हामी सायद देउरालीमा गएर चाहिँ खाना खान्छौँ होला। हामी क्यान्डी होटल आइपुग्यौँ। अब यस ठाउँमा चाहिँ हामी खाना खाँदैछौँ। यहाँ खच्चड गाईहरू देख्न सकिन्छ। दोस्रो दिनको दिन हामी दिउँसोको खाना खुवाइ 12:30 बज्यो। 9:30 बजी हिँडेको थियौँ हामी, 3 घन्टा लागेको थियो यहाँ आइपुग्नको लागि। अन्त होला यो चाहिँ भोटेको कुकुरको बच्चा रहेछ, कस्तो दामी रहेछ है। अब यहाँ हामी खाना यहाँ खाँदैछौँ। यहाँ खाना पाकिरहेछ, खाना पकाउनु हाम्रो लागि यहाँ दाइहरूले अब मजाले खाना बनाउँदै एकदमै कम्ती ल। त्यो एक्स्ट्रा इन्ग्रिडियन्ट्सहरू हुन्छ नि त विदेशी स्टाइलको, त्यो नहाल्नु एकदम, त्यो नहाल्नु। भाइको नाम के भयो ल? रमित। ए कतिमा पढ्छ? पढाइ छोड्दैछ? पढ्नुपर्छ नि त भन्ने।
कति वर्ष भयो बाबा? 16 वर्ष। ए कति वर्ष भयो दाजु यो पेसा गर्न थाल्नुभएको? गरेको धेरै भयो 15-16 वर्ष भयो होला। यहाँ बसेको चाहिँ धेरै भएन। कति भयो यहाँ चाहिँ? यहाँ चाहिँ लगभग 3 वर्ष जति भयो। राम्रै छ। ठिकै छ। तपाईँलाई आफूलाई सन्तोष गर्नकै लागेको छ? हजुर। अलिअलि भयो। के छ युट्युबमा? जीवन लाइफ छ। जीवन लाइफ 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 LIFE लाइफ त अब हामी यहाँ विश्राममा खाना खाने क्रममा हाम्रो राजदाई गायक राजेश पारदाईलाई चाहिँ भेटेर हामीले फोटो खिच्ने कार्यक्रम हुँदैछ। सञ्जोगले हाम्रो राम्रै भेट भएछ। यो माथि गोठाखण्ड पुगेर हाम्रो रहेछ। हाम्रो खाना आयो। कुनै कलाकारको पनि फेमिली टप होटल राम्रो। यो घोडा कि खच्चर हो? अब हामी खाना खाएर उकालो लाग्यो बिस्तारै जान्छौँ। हामी आज देउराली माथि गएर बस्छौँ होला। लगभग चन्दनबारी भन्ने ठाउँमा गएर बस्छौँ होला। खच्चरहरूले यसरी ग्यासहरू बोकेर ल्याइन्छ। यहाँ भारीहरू खच्चरहरूले बन्ने गरेको हामी यहाँ उकालो चढ्दो जारी छ। उकालै छ छन त त्यति साह्रो सस्ता छैन बाटो। हिँडिराख्ने मान्छेलाई ठिकै हुन्छ। हामी त आकाल झुकाल हिँड्नलाई चाहिँ अलिकति थोरै सङ्घर्षै गर्नुपर्छ। देउरालीदेखि माथितिर यो ठाडो उकालोको यात्राकामा गलेर थकित भएर मेरो साथीहरू थकाइ मार्दै बसेमा एउटा फोटो खिच्ने पोजमा बसेका छन्। एउटा फोटो पनि खिचिदिनु पऱ्यो यसबाट। उकालो गर्ने जारी छ। अब हामी देउरादेखि निकै माथि आइसक्यौँ। लगभग 2800 जति मिटरमा आइमला धिम्से भन्ने ठाउँ छ। 2900 मिटरमा छ। हामी त्यहाँ पुग्छौँ एकछिन बसेर अनि माथि पनि हामी गएर सकभर भोलिको लागि बाटो अलिक चोटाउने तर्खरमा नै हिँड्नेछ। अलिक हिँड्न सकेको छैन, गाह्रो भयो। भाइहरू सामानहरू ओसार्दैछन्। भाइ उयो कालो चाहिँ के भएर भएको? उयो परको आगो लगाएको हो कि चट्याङलाई? आगो लगाएको हो? ए कहाँ लाने यो सामान? लागेको भाइ। कहाँ गोसाकुण्ड? ए ल सल्लाहका रुखहरू, त्यसपछि लाडी गुराँस उत्तिस होइन का रुखहरू छन्। देउरालीबाट धुम्से आइपुग्यौँ। अब यहाँ एकछिन यहाँ विश्राम गरेर हामी चन्दनबारीतिरको यात्रा गरिनेछौँ। मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता जता। जहाँ छन् बुद्धका आँखा यो चाहिँ धुम्से भन्ने ठाउँ हो है। दिम्सा आइपुग्यो। दिम्सामा यहाँ एउटा होटल रहेछ। यसमा हामी चिया खाएर अनि हामी चन्दनपुर कि चन्दनबारीतिर लाग्नेछौँ। यहाँ चाहिँ
गुराँसको सेतो फुल फुलेका रहेछन्। त्यसमा रमाउँदै हुनुहुन्छ हाम्रो दिनेश सर। यो बस्न खानको लागि होटल लज रहेछ। सेतो गुराँस त लुटो यो चाहिँ सेतोमा अलिअलि रातो पनि मिसिएको छ। यहाँ चाहिँ कट्टर सेतो गुलाफ रहेछ, के अरे लाली गुराँस हेर्नु सक्नुहुनेछ। यो रातो भयो गुलाबी, यो सेतो सेतो लाली गुराँसको यो बगान रहेछ। साह्रै राम्रो ठाउँ। हामी अब यो धिम्सेबाट लाग्यौँ माथि। चन्दनबारी आइपुग्यो। अब हामी यहीँ बस्छौँ। पानी पनि छिटाउनु थालेको छ। हामी यहीँ नै बस्ने विचार गर्दैछौँ अब। अनि भोलि बिहान उठेर हामी र गोसाइकुण्डाको लागि लाग्नेछौँ। यहाँदेखि हिमालयहरू अलिअलि भ्यूहरू देखिरहेछ। ठाडो उकालो छ हौ, हट गाह्रो भयो हामीलाई त। यहाँ चाहिँ तपाईँको थुप्रै बस्नको लागि होमस्टे होटलहरू लजहरू थुप्रै रहेछन्। राम्रो ठाउँ रहेछ बस्नको लागि उपयुक्त। यहाँ चाहिँ एउटा होटलमा 10जना मात्रै मान्छेहरू राखिँदो रहेछ, ग्राहकहरू। अब चाहिँ हामी यहाँ बिहानको चिया खाजा खाएर अब चाहिँ चन्दनबारी भन्ने ठाउँमा बसेको थियौँ हामी। अब यहाँ बसेर हामी चाहिँ स्याउनेको दोकानबाट होटलबाट अब बिदा मारी भएर हामी लाग्न आँट्दैछौँ। हामी चाहिँ 3 सिस्टर होटल एन्ड लजमा गोसाइकुण्ड गाउँपालिकामा बसिएको थियो। सुन्दर दृश्य छ यहाँको। अब हामी यहाँ तपाईँको यो होटलहरू यहाँ थुप्रै रहेछन्। यो चाहिँ अलिकति राम्रो तरिकाले सिस्टममा चलाइएको ठाउँ रहेछ। दुग्ध विकास संस्थान पनि रहेछ यहाँ। अब लाग्ने होइन त भाइ हामी? लाग्ने दादा। हामी कहाँ गोसाइकुण्डै पुग्छौँ? आज गोसाइकुण्ड पुगेर बस्छौँ हामी। गोसाइकुण्डमा बस्छौँ हामी। गोसाइकुण्ड पुगेर बस्नेछौँ। के छ त दिनेश सर? अनि खाऊ ठिक छ नि? ज्यानलाई स्वास्थ्यलाई 1 नम्बर छ। लजु टङ्गा दाइ एकदम राम्रो छ नि है? ल हाम्रो पनि राम्रो रहेछ। अब हामी लाग्ने सरकारमा छौँ। अब चाहिँ हामी यहाँ होटलबाट फाइनली बाटो लाग्यौँ। 7 बजे लगभग यहाँबाट अब हामी हिँड्यौँ। हिजो गलेको कारणले छिटो हिँड्ने कुरा थियो, हिँड्न सकेन, उठ्न सकेन। अब यहाँ थुप्रै होटलहरू बस्नको लागि सुविधायुक्त होटल लजहरू रहेछन्। अब हामी सबै मकै चबाउँदै मदन दाइले मकै भुटेर लिएर आउनुभएको त झ्याप्प मकै चबाउँदै खाँदै हिँड्दैछौँ है त। ल याक होटल रहेछ। यसमा चाहिँ याक के यो तपाईँको छालाबाट काट्योरी जिउँदै के अरे जस्तो देखाइएको रहेछ। यो भ्यू चाहिँ लाङटाङ हिमाली क्षेत्र अन्तर्गत देखिएको भ्यू हो। यस्तो राम्रो भ्यू देखेको छ भने यो चन्दनबारीको बजारहरू हुन्, होटल लजहरू हो। यो चाहिँ देखेको चाहिँ लाङटाङ हिमालो। अब हामी यात्रा चाहिँ गोसाइकुण्डको छ। मोहन दाइ कस्तो छ यात्रा? एकदम राम्रो हुँदैछ नि? हिजोको जस्तो अलिक थाकेको अलिक कम छ होइन? अलिक सहज भयो यस्तो भएको छ है? यस्तो बाटो भन्दा कुदिहालिन्छ होइन? कुदिन्छ? ल ठिक छ। यो सल्लाह गाडीहरू रहेछन्। ल है आयो है, आयो दिनेशहरूको डान्स आयो है। फुलमायाको कि साह्रै चित्त बुझेछ छ। खैन नाचौँ न टङ्ग दाइ। नाच्दैन एकचोटि त। टङ्ग दाइलाई त पुरै भिलेनै जस्तो देखियो त हौ यसको हिन्दी फिल्मको डेनी डोङ डोब्बा जस्तो। यस्तो फेरि स्टाइलमा बस्नु त
वाह कडा छ नि हौ कडा छ दाजुको नाङ्गा हिमालहरू पहाडहरू देखिन थालिएको छ यो चाहिँ काँडे भ्याकुरो अरे यो कुशल भाइले भन्दैछ खै के हो पनि तलाउने हुने भ्याकुर यो चाहिँ नेपालमा मात्रै पाइने अरे हो त्यस्तै हो त्यही प्रजाति यो चाहिँ पुरै सल्लाहको जङ्गल रहेछ विशेष प्रजाति दुर्लभ नेपालमा चाहिँ सबै हामी फोरङ्गा श्रीनाथ गण आउन आँटेछ नि होइन बाटो चाहिँ त कता छ उसले चाहिँ देखाएको यो उता छ यसो ऊ हिँड्ने सानो गोरेटो हो क्या आफै चढ्दै गरेको रहेछ अब यसले जुम गर्ने आउँदैन मलाई त बर्बाद भयो त ओ डाफे मेरोबाट जुम हुन्छ कि हेर्नु पर्यो जुम त यो कुन हिमाल हौ होइन हिमाल हो हिउँ पक्रिरहेको छु नि अनि हिमालमा के हो पक्रिँदैन 4000 मिटरभन्दा माथिका सबै हिमालय भन्छन् होइन होइन नि यो बाटो चाहिँ तेर्सो तेर्सो रहेछ र हामीहरू पाइला अलिक छिटो छिटो चल्दैछ हामीलाई आजको हिँडाइ हिजोको भन्दा अलिकति सन्तुष्ट हामी कहाँ आइपुग्यौँ यो हाम्रो छोलाङपाटी छोलाङपाटी आइपुग्यौँ है ल अब यहाँ छोलाङपाटी भन्ने ठाउँमा आइपुग्यौँ हामी अब यहाँ हामी एकछिन चिया नास्ता गरेर चिया नास्ता गरेर हामी यहाँदेखि रहेछ ए यता लाङटाङ जाने बाटो रहेछ यता चाहिँ गोसाइकुण्ड जाने बाटो रहेछ अब यहाँ छोलाङपाटी पोस्ट पनि रहेछ यसमा चाहिँ हामीले इन्ट्री गर्नुपर्छ होला सायद जाने भन्ने कुरो टिकटहरू लिने होला के होला लिएर हामी चट्टीसँगले यहाँ चाहिँ विदेशीलाई 3000 सार्कलाई 1500 नेपालीलाई 100 रुपियाँ रहेछ यहाँ हामी चाहिँ अब छोलाङपाटीमा चाहिँ होटल लाङटाङमा चाहिँ अब यहाँ हामी चाहिँ चाउचाउ रोटी खाएर हाम्रो चाउचाउ रोटीहरू आयो यो खाएर हामी चाहिँ लाग्छौँ हाम्रो झोला कुन हो अब यो छोलाङपाटीबाट खाजा खाएर कुन ठाउँमा हो भाइ लौरी विनायक जाँदैछु नि लौरी विनायक चाहिँ छोलाङपाटीदेखि 1.5 किलोमिटरको दूरी रहेछ लौरी विनायक होइन लौरी बिना अब त्यहाँ गएर चाहिँ हामी खाना खानेछौँ र अनि त्यसपछि सिधै गोसाइकुण्ड प्रस्थान गरिनेछौँ मदन दाइ पनि स्वतस्फूर्त साथ हिँड्दै हुनुहुन्छ हिजो गल्नुभएको थियो आज त पुरै दौडिँदै हुनुहुन्छ वाह कस्तो दामी देख्यो वाह भाइ आइफोन एउटा निकाल्ने हो यहाँ फोटो खिच्ने है एउटा यसो अब कसले जाउँ हो फोटो भनेको माथि नै यो मात्र हिमाल भन्दा पनि हिमालको भित्र पुगेर आएको नि कस्तो खालको हिमाल हेर्नुहोस् हिम श्रृङ्खलाहरू वरिपरि हिम श्रृङ्खलाहरू घेरिएको रहेछ वरिपरि यो दुईवटा हिमालमा चाहिँ हिउँ मजाले लागेको छ अरूमा चाहिँ कालो डाँडा मात्रै देखिएको छ अलिकति यो हिम श्रृङ्खला हजुर हजुर लामो सोसियली बसेर मेरो पर हुने रहेछ
हामीलाई गिज्जाइरहेको छ, तानिरहेको छ, लोभाइरहेको छ। यस्तो सुन्दर हिमशृङ्खला देखिरहेछ। वरिपरि हिमशृङ्खलाले घेरिएको छ। खै कुशल भाइ नातिनु अङ्कल खै कुशल भाइ कर्ली कपाल तिम्रो चौरी पर्यादा यस्ता गीत त पहिल्यै सुनेको थिइनँ मैले, कहाँबाट ल्याउनु यस्तो गीत? यहाँ आएपछि आइहाल्छ नि। नातिनु अङ्कल म त तरुनु लक्का जवाना चिया बगान। धन्यवाद धन्यवाद। लक्का जवानले नाच्नुभयो। यो चाहिँ होटल माउन्ट रेस्टमा आइपुग्यौँ। लौरी बिना भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ तपाईँको यहाँ यो हिमशृङ्खलाहरू मजाले हाँसिरहेका छन्, नाचिरहेका छन्, गाइरहेका छन्। यहाँ आउने आन्तरिक तथा बाहिरी पर्यटकहरू आफ्नो तालमा रमाइरहेका छन्। हामी धोदङ्गा पासदेखि चाहिँ माथि अन्जलसम्म चाहिँ तपाईँको ठाडो उकालो पर्दो रहेछ। तपाईँको ठाडो उकालो अलिक गाह्रो नै हुने रहेछ। हामी कुन ठाउँमा हो भाइ? हामी अहिले मर्निङ होटल माया होटल लग्दैछौँ। लौरी बिना भन्ने ठाउँमा छौँ। यहाँदेखि लगभग 3950 को हाइटमा छौँ। अब हामी 4380 हो गोसाइकुण्डाको। त्यसमा हामी अघि बढ्दो क्रममा छौँ। अब हामीलाई लगभग 2.5 घन्टा जति लाग्ला। खुट्टा खाँदो तपाईँको? ए त्यो भएर गाह्रो भयो है। अब यहाँदेखि लगभग 2.5 घन्टामा हामी गोसाइकुण्डा पुग्नेछौँ। त्यसको खुसियालीमा एकचोटि दिनेश सर नाच्दै हुनुहुन्छ। साह्रै राम्रो नाच्नुहुन्छ। माइकल ज्याक्सन फ्लग खान्छ है। एकचोटि टङ्गा दाइको पनि एउटा डान्स गइहालोस् न त यता फर्केर। आयो म बजाउँछु मुरली तिमी नाच्छ फेरि आवाज गर्यो फेरि याद बिरी। ल है साथी, बाटो चाहिँ यस्तो छ। यो अब यो ठाडो उकालो आउँछ लगभग अब 1 घन्टा त यस्तै ठाडो उकालो हिँड्ने पश्चात त्यसपछि ओह्रालो लाग्नुपर्छ गोसाइकुण्ड जानको लागि। अलिकति थोरै गाह्रो हुने रहेछ। अब हिँड्न बानी नभएको साथीहरूले नत्र चाहिँ ठिक छ। यता हिमाल नाचेको हेर्दै हाँसेको हेर्दै हिँड्नुपर्छ। बाटो त कटिहाल्दो रहेछ। मुखमा मकै हाल्ने हो। मकै चबाउँदै हिँडेपछि बाटो कटिहाल्छ।
हावा ए उकालो डाँडा रहेछ उकालो भएको कारणले गर्दाखेरि निकै हिँड्ने कठिन भइरहेछ यता हिमसिकन हाँसिरहेको छौँ यता डाँडा काँडा सबै भएर सबै भएर खुलिरहेका छन् मूर्ति स्थापना गरिएको रहेछ जय महाकाल यो चाहिँ लाङटाङ नेसनल पार्क बुद्ध मन्दिर भन्ने ठाउँ रहेछ 4150 मिटरमा हामी आइपुग्यौँ अब 4380 मिटरमा गोसाइकुण्डमा हामी पुग्नेछौँ अब नेर आइपुगेको छ भन्ने जस्तै चट्टसँगले यहाँको कागको फेरि आवाजै कडा हो एङ्गलमा भिडियो खिच्दा हतियारमा भेटियो एकदम कालो पत्थर भएको डाँडा देखिँदैछ हामी लगभग 42 मिटरको हाइटमा छौँ यहाँ चाहिँ तपाईँको सेना कालीजङ गणको आर्थिक श्रम तथा सहयोग तथा लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय श्री गोसाइकुण्ड गाउँपालिका समन्वय गोसाइकुण्ड गाउँपालिका वर्ण 5 पवित्र तीर्थस्थल गोसाइकुण्ड आउने भक्तजनहरूको आपद्रमणमा सतर्क गर्ने उद्देश्यले बुद्ध मन्दिरदेखि गोसाइकुण्डदेखि त्रिवेणी रेलिङहरू लगाइएको रहेछ 77 सालमा जिम्मा दिएको रहेछ यो रेलिङहरू चाहिँ तपाईँको नेपाली सेना डाँडाहरूमा यो मजाले लागिरहेको छ बाटो अब चाहिँ अलिकति त्यसो सुरु भयो नत्र त अघि त ठाडो उकालो काले थियो नि हो गाह्रो थियो चढ्नको लागि लगभग 1 देखि 1.5 घन्टा लाग्दो रहेछ त्यो चाहिँ एकदम ठाडो उकालो डर लाग्दो गाह्रो थियो त्यो तेस्रो बाटो आउने बित्तिकै त्यसै सास आइहाल्यो नि हो अब चाहिँ हिँड्न सकिँदैछ भनेर ठिक छ आइयो अब हामी लगभग 1 देखि 1.5 घन्टा भित्रमा पुग्छौँ आनन्दले त्यहाँ गएर नुहाइ धुवाइ गरेर मजाले पूजासुजा गरेर अनि आनन्दपनले फर्किनेछौँ अब फेरि भिडिँदैछौँ हामी त्यो चाहिँ सैनिकहरूले बनाएको रेलिङ रहेछ अब त्यस्तो उकालो बाटो अलिक सजै छ यहाँदेखि हामीलाई अब लगभग 1 घन्टामा हामी पुग्छौँ सायद
गोसाइकुण्ड। अब अलिअलि बाटो सजायो, आस जागेको छ। हिमालको छेउमा एउटा कुन कुण्ड नाम चाहिँ थाहा भएन, देखिन थाल्यो। त्यहाँदेखि जलधार भएर मुनि टिस्पी नदीको लागि जान सुरु गरेको छ। अब हामी छेउछेउमा लगभग पुगिसकेको छौँ। यो कालो पत्थर ढुङ्गाहरूलाई बाटो पन्छाउँदै यही हो देखेको भैरवकुण्ड हो। ए यो देखेको छ भैरवकुण्ड। कुन कुण्ड अरे भैरव है? भैरवकुण्ड रहेछ। भैरवकुण्ड रहेछ। ठुलो नै रहेछ। पानी आयो होला, अचम्म छ नि हौ प्रकृतिको उपहार त। घर देखेको ठाउँमा आइपुग्यो। त्यहाँदेखि तलतिर चाहिँ गोसाइकुण्ड रहेछ। अब त्यहाँ हामी गएर ज्यापसँगले नुहाएर अनि खाना खानेछौँ। फाइनल्ली हामी लगभग यो गोसाइकुण्डको होटल भएको ठाउँमा आयौँ। यो होटल पछाडि गोसाइकुण्ड छ भनेर बुझ्नमा आएको छ कसो के हो। हामी लगभग अब आइपुग्यौँ। हामी त्यो 40-80 मिटर हाइटको उचाइमा आइपुग्यौँ। बाटोमा के अरे आर्मी जवानहरूले यो रेलिङहरू लगाइदिएर साह्रै सजिलो पारिदिनु भएको रहेछ। त्यसको लागि उहाँलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छौँ। अब यहाँ हामी केही बेर विश्राम मारेर त्यसो पूजाआजा गरेर खानासाना खाने कार्यक्रममा लाग्नेछौँ। अनि त्यसपछि चाहिँ हामी केही तल भए पनि गएर बस्ने तर्फमा हुनेछौँ। साथीहरू आउने क्रम जारी छ। दिनेश सर, टङ्का दाई चाहिँ आइपुग्नु भयो। अब मदन दाई र कुशल भाइ आउनु बाँकी छ। यात्रा सहज भयो नि दाजु? एकदम ल ठिक छ। हर हर महादेव। खानाहरू झरेको डिस्प्लेहरू रहेछ नि, देख्दै हुन्छ। सकेर आउनु हो पूजा? खाना खानुभयो? ल स्पष्टसँगले गोसाइकुण्डको दर्शन गर्न पाइयो। हर हर महादेव। यहाँ घोडा खच्चडहरू सुविधा रहेछ। यता डाँडा उता डाँडा अनि बिचमा कुण्ड रहेछ। राम 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 ल 1.5 घन्टा भनेको थियौँ, 1 घन्टा 10 मिनट पाइयो। ल हाम्रो गन्तव्य स्थल यही नै हो। जय शम्भु। फाइनली हामी अब गोसाइकुण्ड तलतिर झर्दैछौँ। यहाँ हामीले खाना बनाउनै भनेर हामीले भन्यो। तल यहाँ गोसाइकुण्ड देखिरहनु भएको छ।
गोसाइकुण्ड यहाँ तल झर्ने क्रममा छौँ। अब यहाँ गएर नुहाइधुवाइ गरिवरी स्नान गरेर पूजाआजा गरेर हामी फर्किनेछौँ। यस्तो अनाकन्टा ठाउँमा यस्तो राम्रो है, अचम्म। हर हर महादेव, जय शम्भो। साथीहरूले घन्टी बजाएमा पनि काट्नु पर्छ हुन्छ कि भन्दै। यहाँको गोसाइकुण्डको किंवदन्ती चाहिँ के छ भन्दाखेरि तपाईँको परापूर्वकालमा जब कौरव के अरे यता राक्षस पक्ष र यता देवताहरू दुईजना बिच त्यो एक घना घोर युद्ध भइसकेपछि एउटा तपाईँको एउटा के भन्छ वार्ता जस्तो भएछ। त्यसपछि त्यहाँ तपाईँ त्यसबाट चाहिँ एउटा अमृत निस्किने कुरो भयो। अनि अमृत सँगसँगै त्यसमा अब विष, घोडा, धन सम्पत्ति धेरै कुराहरू निस्केका छन्। त्यसै मार्फत जब नाग मार्फत चाहिँ तपाईँको यो जब मैथुन गर्न थालियो, तपाईँको यता एकतिर दानव के अरे दानव भन्नाले तपाईँको दानव पक्ष र तपाईँ एकतिर देवताहरू बसेर जब मन्थन सुरु गर्न थालियो, हिमालय पर्वतराज बिचमा राखिएर शेषनागबाट चाहिँ मन्थन सुरु भयो। त्यस बिचमा चाहिँ अमृत निस्किनुभन्दा अगाडि नै विभिन्न एरावत हात्ती, विभिन्न तपाईँको के भन्छ स्वर्गका अप्सराहरू, त्यसपछि धन सम्पत्तिहरू धेरै कुराहरू निस्के। सँगसँगै त्यस सँगसँगै चाहिँ तपाईँको विष, कालकुट विष भन्ने पनि निस्कियो। अब त्यो निस्केपछि सबै देवताहरू डराए। पहिले मुनि जाने होला है यताबाट, यहाँबाट नुहाउन जाने होइन, हामी पहिले नुहाउने आएर पूजा गर्ने। उता चाहिँ सूर्यकुण्ड जाने बाटो। अनि तपाईँको त्यसपछि भनेको चाहिँ अनि त्यसपछि चाहिँ जब विष निस्क्यो, अब यो संसारै चाहिँ तपाईँको संसारैलाई नै चाहिँ अब विषले ढाकेर खाना आँट्दाखेरि देवता पक्ष, कौरव पक्ष के अरे दानव पक्षहरू त्राई त्राई भएर डराएको अवस्थामा देवता पनि अब महादेवले चाहिँ जब कालकुट विषलाई चाहिँ आफूले मन्थनबाट जुन निस्केको कालकुट छ त्यसलाई चाहिँ आफ्नो घाँटीमा अथवा निलमा राखेको कारण निलमा घाँटीबाट पिदेर घाँटीमा राख्नुभएको थियो। र त्यसरी घाँटीमा राखेको कारणले गर्दाखेरि नै महादेव भगवान्लाई नीलकण्ठ महादेवले भनिएको हो। र जब घाँटीमा विष नीलकण्ठ यो कालकुट विष जब राख्यो एकदम असह्य भयो, पीडा भयो। त्यसपछि उहाँ भौतारिएर आएर यस क्षेत्र गोसाइकुण्ड क्षेत्र अन्तर्गत यहाँ आएर त्रिशूल बजारेर चाहिँ त्रिशूल बजारेर पानी निकालेर यहाँको जब पानी सररसँग उहाँले पिउनु भयो। पिसेपछि भनेको उहाँलाई अलिकति शीतल शान्त भयो र पिएपछि डङ्ग लड्नु भयो अरे किंवदन्ती। त्यसो छ र घरिघरि यहाँ गोसाइकुण्डको बिचमा शिवजी जस्तो आकार देखिन्छ, बिचमा सुतिरहनु भएको हो कि भन्ने देखिन्छ। अब त्यसरी यो भनेको चाहिँ एकदम पुरानो प्राकृतिक पुरातात्विक धार्मिक सम्पदाको सूचीमा पनि पर्छ। यसलाई हामीले जोगाउन गर्न सक्छौँ। चाहिँ विश्व समुदाय हामीले चाहिँ चिनाउन जरुरी देखिन्छ। एकदम अचम्म, एकदम सुन्दर ठाउँमा रहेको छ। कसरी यो पानी यसरी जमेर
यहाँ कुण्डै कुण्ड छ तपाईँको यहाँ अब गोसाई कुण्ड भयो मास्तिर सूर्य कुण्ड 5-7वटा कुण्डै कुण्ड छन् कसरी चाहिँ यस्तो ठाउँमा आएर चाहिँ त्यसरी प्राकृतिक उत्पत्ति भयो भन्ने कुरामा पनि सबै छक्क पर्ने कुराहरू छ। हर हर महादेव। मारेर अनि 300 बल्की मारेर त्यो त्रिशुलको स्टेप हान्ने कहाँ पऱ्यो? हजुर परै हो निधारमा लाउने भनेर स्टेप हान्ने त स्टेप स्टेप हान्ने परै हो मेन भनेको यहाँ चाहिँ अब स्नान गर्ने काम गर्नु हुँदैछ सबैजनाको। यहाँ शिवजीको लिङ्ग छ। जय हर हर गङ्गे। मलाई त गाह्रो छ मलाई फेरि भयङ्कर चिसो हुन्छ क्या भयङ्कर चिसो नि ल ल एलर्जी हुन्छ क्या फेरि चिसो। जानु 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 जीवन सर। ओ अररी नै बाटो त लु न लु छिटो। भयो ठीक है तो ये नहीं कहाँ है तो मेरे पर टेरेस है टङ्गरा जाने हुन्छ। हर हर महादेव। टाउको जोड्नु पर्यो दाजु टाउको टाउको जुबलकी बाटो पर्यो। ओट ओट ए दुई 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 1 2 3 go। रेस्ट्रिक्सन भइसकेको छ उहाँलाई सके मैले हर हर सम्भव ल है गोसाई कुण्ड
देखिएको दृश्यहरूलाई कैद गर्ने प्रयत्न गर्दैछौँ। यहाँ अब गङ्गो 3 times भयो त भाइको पनि मेरो पारो यहाँ चाहिँ अब अहिले चाहिँ देखिएको छैन। बिचमा चाहिँ शिवजी भगवान् चाहिँ सुतिरहेको देखिन्छ अरे घरिघरि कताबाट हेर्दाखेरि यो पनि अहिले देखेको छैन, छाया देखिन्छ। यहाँ चाहिँ शिवजी भगवान्ले चाहिँ जब निल कालकुट विष खानुहुन्छ त्यसो असह्य भएर छटपट्टि भएर आएर त्यो क्षेत्रमा चाहिँ त्रिशूलले बजारेपछि पानी उत्पन्न हुन्छ र पानी उत्पन्न भएपछि त्यही पानी चाहिँ शिवजी भगवान्ले सर्र पिएपछि जुन पीडा थियो कालकुट विष पिएको त्यो अलिक कम हुन्छ अनि डङ्गसँगले यसै कुण्डमा सुत्नुहुन्छ भन्ने किंवदन्ती रहेको छ। यहाँको गोसाइकुण्डको स्थानीयवासीहरूको कथन त्यो रहेको छ। यो अचम्मको ठाउँमा अचम्म नै लाग्छ हेर्दाखेरि हामीलाई। उठाउनु परेर अब बस्नुहुन्छ जुन पीडामा जुन कालकुट पिएको पीडाहरू र यस वरिपरिको अन्य देवताहरू पनि आएर उहाँको साथैमा आएर बसेको उहाँलाई स्तुति गाएर जय जयकार गरेको भन्ने एउटा किंवदन्ती रहेको रहेछ। र जब गोसाइकुण्ड आइन्छ, गोसाइकुण्ड आइसकेपछि भनेपछि चाहिँ सम्पूर्ण देवी देवताहरूलाई चाहिँ यही स्थलमा, यही तीर्थस्थलमा चाहिँ भेट्न सकिन्छ। यहाँ आएपछि चाहिँ सम्पूर्ण देवताहरूलाई चाहिँ यी नै आएर पूजा गर्न सकिन्छ भन्ने एउटा किंवदन्ती, धार्मिक प्रचलित किंवदन्ती रहेको यहाँको जानकार स्रोतहरूले जनाउनु हुन्छ। गोसाइकुण्ड क्षेत्र अन्तर्गत अब हिँड्दैछौँ हामी। यहाँ हामीले नुहाइधुवाइ गरेर गोसाइकुण्डमा चाहिँ पूजा गरी अब मास्तिर मन्दिर रहेछन् त्यहाँ गएर हामी पूजा गर्दैछौँ। अनि त्यसपछि चाहिँ खानपिनमा हामी लाग्नेछौँ। हामी चाहिँ यहाँ अब उयो गोसाइकुण्डमा स्नान गरी गोसाइकुण्डमा पूजा गरेर यहाँ एउटा मन्दिर स्थापना गरिएको रहेछ। यस ठाउँमा आएर हामी चाहिँ पूजा अर्चनाको कार्यक्रम लगभग अब सकेर जय हनुमान भगवान जय देवी दयाकी जय। अजान मुख केही जाने गल्ती भयो क्षमा पाऊँ रक्षा गरौँ प्रभु। यहाँ एकदम सुन्दर शान्त आनन्द ठाउँमा हामी आएर यसमा पूजा गर्न पाउँछ। त्यसै आफै गौरवान्वित आफूले आफ्नो ठानेको छौँ। अब हामी यो रसुवा के अरे गोसाइकुण्डमा अब लगभग अन्तिम लगभग यो भिडियो खिचेर अब हामी खाना खाएर लगभग बिस्तारै बिदाबारी हुन्छौँ होला भन्ने छ। एउटा साथी चाहिँ बसौँ भन्दैछन्, हामी चाहिँ जाउँ भन्दैछौँ। अब अग्लो हाइटमा एकचोटि नबसौँ, अलिकति तलबाट आएको हामीलाई अलिकति गाह्रो पार्छ कि भन्ने डर त्रास हो एउटा। गोसाइकुण्डको अब दर्शन गरिसकेर अब खाना खाइसकेर हामीले यो वेलकम टु गोसाइकुण्ड नमस्ते होटलमा खाना खाएर अब फर्किने तर्खरमा छौँ। हामी तल लौरी विनायक भन्ने ठाउँमा पुगेर बस्नेछौँ। ए सबैको आउँछ दाजु, सबैको आएको छैन, मेरो आउँदैन नि, सबै त आउँछन् होइन आइरहेछ। लु जाउँ अब हामी यहाँको यात्रा यहीँले समाप्त गरेर अब तल झर्दैछौँ। सबै आइसक्यो। अब हामी फर्किँदो क्रममा छौँ। ओह्रालो
फर्किँदैछौँ। यस मौसमले हामीलाई राम्रोसँग साथ दियो, पानी सानीहरू परेन। राम्ररी दर्शन गरेर पूजाआजा गरेर फर्किन पायौँ। यस महादेवले बोलाएर यहीँ मात्रै आइनै पुगिने रहेछ नि त, तर गाह्रो रहेछ हौ। गणेश कुण्ड हो, पहिले आउँछ, त्यसपछि पर देख्यो त घरहरू भएको ठाउँमा चाहिँ। हेलो हेलो लगभग अब सूर्यास्त हुने समय आउन आँटेको छ। हामी 5:25 भयो, सूर्यास्त हुन समय आउन आँटेको छ। हामी फर्केको क्रममा छौँ। अब त्यही हो, हजुरहरूले यहाँ आउँदाखेरि अपनाउनु पर्ने सावधानी भनेको लुगाहरू सीमित मात्रामा बोक्ने, भित्र एउटा पातलो लुगा लगाएर बाहिर विन्ड सिटरहरू लगाउने। अनि मेन भनेको चाहिँ तपाईँको यो मकै तातो होइन, मकै चाहिँ भुटेर सबैको ज्याकेटको गोजीमा हालेर चबाउँदै हिँड्दाखेरि धेरै नै यो माथि चढ्दाखेरि अथवा उड्दाखेरि जतिखेर होस् एकदमै राहत मिल्ने रहेछ। अलिकति थोरै लसुनको एउटा दुईवटा पोटी पनि बोक्ने, अरू त्यस्तो डराउनु पर्ने स्थिति छैन। अब चिसो ठाउँमा आउँदाखेरि अलिअलि हामी नेपालीको राष्ट्रिय रोग ग्यास्ट्रिक छँदैछ, त्यो ग्यास्ट्रिकको लागि पनि एउटा दुईवटा यसो ग्यास्ट्रिकको दबाईहरू, प्यान्टाप्राजोलहरू, ग्रुपका औषधिहरू डबल स्ट्रिङका आएका छन् अहिले, तिनीहरू यसो बोकेर तपाईँको खाएर हिँड्दै गर्दाखेरि जाती हुन्छ। हिँड्दाखेरि एकदम छिटो छिटो हतारमा नहिँड्ने, बिस्तारै आनन्दले ढुक्कले हिँड्ने। त्यसो गर्दाखेरि अलिकति ज्यानलाई सजिलो हुनेछ। अलिकति छिट्टो हतार गरेर हिँड्नुभयो भने चाहिँ अलिकति दुर्घटनाहरू निम्तिन सक्छ, लेकहरू लाग्न सक्ने सम्भावनाहरू पनि हुन्छ। बस्न खानाको सुविधा राम्रो छ। त्यसमा चाहिँ यो हाम्रो लाङटाङ राष्ट्रिय निकुञ्ज के भन्छ, हाम्रो यो परिषदलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँहरूले सिस्टममा राख्न खोज्नुभएको रहेछ, एकदमै होटलहरूलाई एकदम सिस्टममा राख्नुभएको छ। खाना बस्न सुत्न एकदम राम्रो सुविधाहरू छ। महँगोको हिसाबमा पनि त्यस्तो साह्रो महँगो छैन। नर्मल जुन हामीले एबिसीहरू जाँदाखेरि जुन पे गरेको थियौँ महँगो अलिकति त्यहाँ चाहिँ व्यापारिक तरिकाको देखिन्थ्यो भने यसमा चाहिँ अलिकति धार्मिक स्थललाई मध्यनजर गरेर यसमा चाहिँ नर्मलै खानपिनहरूको सुविधाहरू पनि रहेछ र पैसा पनि नर्मलै लाग्ने रहेछ, त्यस्तो महँगो लाग्दैन। त्यही हो, हजुरहरू आउँदाखेरि त्यही हतारमा हिँड्नु भएन, आनन्दले आउने, रिल्याक्समा आउने, तनावमा नहिँड्ने। धन्यवाद। हाम्रो कालिकागढ यहाँ जुन आर्मी कालिकागढै होला सायद ले यो रेलिङहरू 2.5 किलोमिटर रेलिङहरूले चाहिँ उहाँहरूले बनाइदिनु रहेछ। भिर अलिक अप्ठ्यारो बाटोमा बनाइदिनु भएको छ। एकदमै धन्यवाद, हार्दिक आभारी व्यक्त गर्दछु। एकदम यो रेलिङले गर्दाखेरि एकदम सुरक्षित महसुस भएको आभास भयो। अहिले यो ओह्रालो जाँदा उकालो सबभन्दा गोसाइकुण्ड जाने सबभन्दा कठिन बाटो यस्तो छ। उकालो छन भने सबभन्दा कठिन बाटो चाहिँ यही हो। बेलुका आएर बसेको होटल माउन्ट रेस्ट लौरी बिना रस्सोमा बसेको थियौँ। त्यसको उचाइ भनेको 3900 मिटर हाइट थियो। अब यो बिहानै देखेको यो सुन्दर दृश्य भनेको चाहिँ लाङटाङ अथवा विभिन्न नाम थाहा नभएका हिम श्रृङ्खलाहरूको रहेछ। अब हामी
लाग्ने फाइनल्ली भाइहरू पनि फर्किने होला नि त होइन ए ल ल हामी यो होटलबाट बिदा मारी भइहाल्यो लाग्यौँ फर्क्यौँ खोइ हामी मनलाई खोइ मनमा आउँदै हुन्छ हेलिकप्टर गर्ने थियो आएको छ हिजोको हामी चाहिँ अहिले ओर्लिँदै क्रममा छौँ लौरी बिनाबाट हामी यो कुन ठाउँमा जाने अरे भाइ अब आउने नेक्स्ट छोलाङ पाटी भन्ने ठाउँमा जाँदैछौँ चुलङबारीबाट चन्दनबारी पुग्छु त्यसपछि चन्दनबारीबाट लगभग खाएर देउराली पुगिन्छ यो चाहिँ सबै लाली गुराँसका जङ्गल धुप्पी सल्लाहको जङ्गलहरू छ त्यहाँ लाङटाङ हिमाल झ्यालसँगले टल्किरहेकी छिन् हामी 6:35 हिँडेको थियौँ लौरी विनायकबाट छोलाङ पाटी आइपुग्दाखेरि तपाईँको 3500 मिनटमा लगभग आएछ छोलाङ पाटी 3584 मिटरको उचाइमा रहेछ छोलाङ पाटी यहाँ अब तपाईँको यो छोलाङ पाटीमा चाहिँ दर्ता गराउनु पर्दो रहेछ हामीले जाँदाखेरि दर्ता गराएको थियौँ यो छोलाङ पाटीमा चाहिँ इन्ट्री गराएर हामी जाने हो मासतिर हामीले पहिला नै गराइवरी आएको बुझ्नै सकिनँ मैले काली काली हिस्सी पर्की हेर न कस्तो आँखा तर्की बुझ्नै सकिनँ मैले अब हेरो तेरो रिसालु तर तिमी रेलु यो देखिँदै गरेको घरहरू चाहिँ चन्दनबारी भन्ने ठाउँ हो हामी हिजो यही चन्दनबारीमा आएर बसेको थियौँ अहिले अब चन्दनबारीमा गएर चिया नास्ता ग्याप्प खाएर हामी ओह्रालो लाग्नेछौँ किन अनुहार आँखा छोपेको भगवानको आँखा छोपेको कारण के छ त तल आँखा छोपिरहेछ त कपडाले आँखा छोपेछ ए तल चाहिँ बुद्धको उडाइदिन्छ यसले लप्पी भयो गुम्बा रहेछ यो नानी लड हो यहाँ चाहिँ दुग्ध विकास संस्थान चिज उत्पादन बिक्री वितरण केन्द्र रहेछ यहाँबाट हामीले चिज लाने विचार गरेका छौँ चिज र छुर्पी लिएर जानेछौँ यहीँ दिन होइन दाजु यो हेर्छौँ बाहिर दिने सराएर यहाँ हामी हिजो बसेको ठाउँमा आएर अस्ति बसेको ठाउँमा आएर यहाँ चिया नास्ता खाने विचार गर्यो ठिक छ दिने सर अहिले खाना हामीले खाएनौँ हिजो फलफुलहरू खाँदै आएको बिहान त फुल उयो खाएको बाटोभरि खाँदा गीत गाइदेऊ घाम सुक्यो रापले फकाउँछ काफले जाउँ कि नजाउँ